यो हो गोर्खा दरबार पछाडिबाट जाने गेटको भागबाट अहिले हामी गोर्खा दरबारको यो पछाडिपट्टि देखिने भाग हामी यो गोर्खा दरबारबाट अब यो पछाडिपट्टिको दृश्य है यो। अब हामी यो दृश्यबाट पोखराको टोली अब पारपाकको लागि यहाँबाट यात्रा सुरु हुँदैछ। अब हामी गोर्खाबाट फर्किएर अब यहाँबाट बारपाक जाँदैछौँ। बारपाकको यात्रा हुँदैछ। अब बारपाकको लागि बारपाक र लारपाक हाम्रो यात्रा हुनेछ। अब यहाँबाट बारपाक जानको लागि गोर्खाबाट बारपाक जानको लागि 4 घण्टाको यात्रा हो भने हामी बारपाक करिबन 8 बजेतिर 8 देखि 8:30 बजेतिर पुग्नेछौँ बारपाक। त्यसपछि हामी लारपाक भोलि बिहानको दृश्य अवलोकन गर्न जानेछौँ। बारपाक पछि लारपाक हुँदै लारपाकबाट फर्केर पुनः बारपाक आएर खाना खाएर हामी पुनः पोखरा प्रस्थान गर्नेछौँ है। अब हाम्रो प्रस्थान चाहिँ यहाँबाट प्रस्थान बिन्दु चाहिँ सुरु भयो। अब हाम्रो यहाँबाट अब हामी गोर्खा दरबार हेऱ्यो अनि ऐना झरना देखाइयो। त्यो पछि हाम्रो पहिलो यात्रा मनाङ डाँडा देखाएर अब बारपाकको लागि हामी यहाँबाट निस्क्यौँ। गोर्खा दरबारको गेटबाट अब बाहिर निस्किने क्रममा जारी नै छौँ। अब हामी भने गोर्खा दरबार जाने क्रममा बाटोमा पर्ने यो गोर्खा दरबारबाट गेटबाट बाहिर 2टा गाडीको यात्रा हुँदैछ। तमु समाजको पोखराबाट ल्याएको समाजहरूको हो यो। अब यहाँबाट हामी बारपाक जाँदैछौँ। बारपाकका लागि बनाइएको यो भिडियो है। अहिले हेर्नुहोस् 2टा गाडी छ। अब बारपाकको लागि भिडियो 2टा गाडी नि हो। तपाईँहरू त्यहाँबाट हेर्दै जाने अरे क्या तिनीहरू आफैले भन्यो मैले के भने मैले भनेको त बत्तीपुर क्यान्सल भयो नि यिनीहरूको। बारपाक हो यो बारपाक ठुलो छ हो बारपाक। पैसा हाल्छ के पैसा हाल्नु सोयाबिन तयार 10 काटेर या पुरा घाटा गर्दा 98 हाल्दै छैन आइडिसी पुरा भन्नु त 98 41 एन उल्टो 4 1 95 48 95 48 77 भयो 98 4 19 14 77 फेस्टल कहाँ फेस्टल हामी फेस्टल गई गरे